नमस्कार। आजको यस खाइ नपाई छालाको टोपीलाई विद्यालयमा हुन गइरहेको छ वाद विवाद प्रतियोगिता, त्यो पनि शुक्रबारको उपलक्ष्यमा। पक्षबाट भन्नको लागि आउँदै हुनुहुन्छ हाम्रो गोलुराम प्रसाद पौडेल। ल सुरु गरौँ है त। ल गाउँ नै राम्रो तिम्रो पक्ष रहेको छ, सुरु गर। सहरभन्दा गाउँ दसमै राम्रो, डिप्रेसन। किनकि सहरको मान्छे सहरमा खान्छ, गाउँको मान्छे गाउँमा खान्छन्, सहरको मान्छे सहरमा सुत्छन्, गाउँको मान्छे गाउँमा सुत्छन्, सहरको मान्छे सहरमा उठ्छन्, गाउँको मान्छे गाउँमा उठ्छन्। त्यसैले गाउँ भने गाउँ हो। अब विपक्षबाट आउँदै हुनुहुन्छ पुष्पराल बहिनी। प्यारी आमाका सुनौला केस, मेरी प्यारी आमाका सुनौला केस, गाउँमा बस्नुभन्दा सहरमा बस्नु बेस, गाउँमा बस्नुभन्दा सहरमा बस्नु बेस। धन्यवाद। कार्यक्रम सञ्चालक आदरणीय सभाको सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशेष अतिथि, हातमा निष्पक्ष न्यायको तराजुले बस्नुभएका आतुर आदरणीय निर्णय मण्डल, समय पाएर गुरुवर्ग, म सङ्घ प्रतिस्पर्धाका लागि उपस्थित हुनुभएका मेरा प्यारा मित्र लगायत यहाँ उपस्थित हुनुभएका मेरा दाइ दिदी भाइ बहिनी सम्पूर्ण म स्वीकार्नुहोस्, म पुष्परालको तर्फबाट न्यानो नमन। आज मिति 2002 महिना 15 गते हुन गइरहेको यस विद्यालयमा हुन गइरहेको शुक्रबारी व्यक्तित्व कलाको शीर्षक रहेको छ गाउँमा बस्नुभन्दा सहरमा बस्नु बेस भन्ने विषयमा मेरा 2-4 शब्द व्यक्त गर्न पाउँदा आफूले ज्यादा भाग्यमान ठाल्छु। अब केही पनि ढिला नगरेर विषयवस्तुतिर प्रवेश गर्न सभाध्यक्षको अनुमति चाहन्छु। सभाध्यक्ष महोदय, सर्वप्रथम त म के भन्न चाहन्छु भने मानिस जहाँ बसोबास गर्छ, जहाँ जन्मिन्छ त्यही नै उसको जीवनशैली बनिएको हुन्छ। भगेती